हाई गाइज वेलकम ब्याक टु माई मिनी भ्लग। आज चाहिँ म यो भ्लग खानेकुराहरूको मात्रै बनाइरहेको छु। दिदीहरूले मलाई यहाँको फेमस खानेकुराहरू खुवाउन लाँदै हुनुहुन्छ। अहिले चाहिँ हामी यो बेलडाङ्गीको गिलो चटपटे भाइरल चटपटे खाना गइरहेको थियौँ। अनि फर्स्टमा चाहिँ हामीले सुक्खा खायौँ, त्यसपछि यो चाहिँ पुरै झोलवाला हो। अनि यहाँ झोलमा चाहिँ ढुङ्ग्री डुबाएर खायो भने मिठो हुन्छ भनेर यहाँ हामीले दिदीले ढुङ्ग्री पनि किनिदिनु भयो। यहाँ मैले दिदीहरूको रियाक्सन खिच्दै थिएँ। दिदीहरूलाई त पहिले पनि खानुहुन्थ्यो, नर्मल लागेको थियो। अनि मैले पनि टेस्ट गरेँ, कस्तो मिठो लाग्यो झोल पनि। अनि यो वाला चाहिँ अलिक बाक्लो झोलमा खाएको हो। यहाँ यो पनि मिठो थियो, पातलो झोलभन्दा चाहिँ यो बाक्लोवाला मिठो थियो। त्यसपछि फेरि हामीले पानीपुरी खायौँ। अनि हामीले यहाँनिर लास्टमा चाहिँ पान खानलाई यहाँ हामी रोकिरहेको थियौँ। हामी चाहिँ 3जना गएको थियो अनि पान पनि खायौँ। अनि फेरि हामी यहाँ सोन्समाको घर गयौँ। आन्टीले मिठो खिर बनाएर राख्नु भएको रहेछ। हाई गाइज, मैले फुलैचोटि खिर खाएको किन भन्दाखेरि मेरो जिउमा एकदम भिटामिनहरू छैन, त्यही भएर मिठो लाग्यो। रोशना दिदीको फर्स्ट टाइम रे खिर। अनि त्यसपछि मलाई सुस्मिता दिदीले यो शिवम चटपटे पानीपुरी पसलमा लानुभयो। यहाँनिरको आलु निम्की चाहिँ फेमस रहेछ। अनि मैले यहाँ टेस्ट पनि गरेँ, मिठो लागिरहेको थियो। त्यसपछि फेरि हामीले यो दही पुरी खायौँ। दही पुरी पनि यस्तो मिठो थियो, त्यो पिरो पिरो खाएर होला, चिसो दहीको झोल यस्तो मिठो लागिरहेको थियो। अनि यहाँ सुस्मिता दिदीले पनि टेस्ट गर्नुभयो। अनि हामी चाहिँ खाएर घर फर्क्यौँ। यस्तो मिठो थियो। थ्याङ्क यू गाइज फर वाचिङ माई भिडियो। बाई।